हेलो नमस्ते सम्पूर्ण साथीहरू, गुड मर्निङ साथीहरू है। आज चाहिँ म बिहानै भिडियो खिच्दैछु साथीहरू है। अनि त्यस पछाडि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, आई होप होइन। सबै मेरो युट्युब फ्यामिलीहरू सन्चै हुनुहुन्छ होला भन्ने चाहिँ आशा गर्दछु र सन्चै हुनु होला सबैजना है। हल्का फुल्का अब रुगा मार्की त सबैलाई लाग्छ साथीहरू, तर कसैलाई चाहिँ होइन ठुलो घटना यताउता नहोस् भन्न चाहन्छु। र म पनि सन्चका साथ आज चाहिँ बिहानै भिडियो स्टार्ट गर्दैछु क्या साथीहरू। अनि बिहानै भिडियो स्टार्ट गर्नको मेरो मेन कारण चाहिँ कस्तो राम्रो मेरो हिबिकस कस्तो दामी फुलिरहेछ नि त साथीहरू। अब भरे त घामले ओइलाएर झार्छ होला, अनि त्यही भएर बिहानै भिडियो स्टार्ट गरेको साथीहरू है। अनि बिहानै भिडियो स्टार्ट गरेको साथीहरू, मुख त धुको तर मुख पनि नधुको जस्तो देखिरहेछ होइन। अनि सनस्क्रिन पनि लाउनु भएको छुइनँ साथीहरू। अनि बिहानै हतार मोबाइल खाजासाजा दिएर हतार मोबाइल लिएर भिडियो खिच्न आइहालेको साथीहरू। अन्य जसुकै होस् है। अनि मेरो चाहिँ फुलहरू चाहिँ अब ओइलेर घामले ओइलाएर झार्छ भनेर हतार भिडियो खिच्न चाहिँ कुदेर आइहालेको साथीहरू। यति मात्रै बोलेको, अब चाहिँ म नबोलिकन भिडियो खिच्छु। अनि म्युजिक लगाइदिन्छु होला साथीहरू। बोल्दै भिडियो खिच्दा चाहिँ अलिक घरको मान्छेहरूले मलाई के भन्नुहुन्छ है, फेरि बिहान लिएर मोबाइल लिएर भिडियो खिच्न थालिगई चाहिँ भन्नुहुन्छ होला। अनि त्यही भएर यसो साइलेन्ट भएर चाहिँ भिडियो खिच्छु साथीहरू। अनि म्युजिक लाउँछु कि ब्याक भोइस लाउँछु त्यो थाहा छैन है। अब अपलोड चाहिँ आज गर्छु कहिले गर्छु थाहा छैन साथीहरू। अनि दामी फुलिरहेछ क्या, तपाईँहरूलाई म देखाउँछु है त। हेर्नु न साथीहरू, यो हिबिकस त यस्तो दामी फुलिरहेछ क्या, झुम्मा परेर। अनि मलाई चाहिँ भिडियो हतार खिच्न मन लागिहाल्छ क्या। अब यस्तो घाम हुन्छ नि त दिउँसो त, पुरै घाम लागेको हुन्छ। अनि सबै यिनीहरू ओइलाएर झार्छ है, यसरी सबै ओइलेर झर्छ नि त। हिबिकस यो फुल चाहिँ अब खासै नरहने क्या। हिजो फुलेकोहरू यसरी ताजा फुल पनि झर्दैछ, यस्तो हुन्छ नि त साथीहरू। त्यही भएर मलाई चाहिँ हतार भिडियो खिच्न मन लागेर मोबाइल लिएर कुदिहालेको। मलाई मार्नुहुन्छ होला, खाना पकाउनु पर्ने। यस्तो दामी फुलेको छैन न, अझै यो ठुल्ठुलो फुल हुनुपर्ने। खोइ मल यो भएन कि क्या मल यो लगाइदिनु पऱ्यो, के भन्छ पिनाको मल लगाइदिनु पऱ्यो साथीहरू। यस्तो मजाले फुलेछ, रातोमा चाहिँ कस्तो मजाले यस्तो दामी फुलिरहेछ कि कटिङ गरिदिनु भएर बुसी भइरहेछ बोट पनि साथीहरू, हेर्न सक्नुहुन्छ है। यस्तो दामी छ साथीहरू। त्यही भएर चाहिँ म हतार यसको भयो नि भिडियो खिचिहाल्नु पऱ्यो क्या साथीहरू। चाहिँ अब भिडियो स्टार्ट गरेपछि अलिकति लामै बनाउनु पऱ्यो है साथीहरू। अनि मेरोमा चाहिँ यो अब अहिले त वैशाख महिना हो नि त साथीहरू। वैशाख महिनामा चाहिँ मेरो घरमा कुन फुलहरू फुलिरहेछ भनेर चाहिँ हजुरहरूलाई म देखाउँछु है त। यिनीहरू वैशाख महिनामा मेरो फुलहरू फुलिरहेछ। अब वैशाख महिना भनेको त अब साथीहरू नयाँ सालै भनौँ न है। नयाँ साल, नयाँ साथीहरूलाई अस्ति मैले पुरानो साथीहरूलाई त विस गरिसकेको छु। नयाँ साथीहरू जोडिनु भएको छ भने सबैलाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु, ढिलै भए पनि है साथीहरू। अनि यसरी मेरो घरमा फुलेको फुलहरू चाहिँ यसरी छ साथीहरू। अब चाहिँ म नबोली भिडियो खिच्छु है त। मेरीगोल्ड दामी फुलिरहेछ साथीहरू। यो पनि पहिलो खालको साथीहरू चाहिँ कोपिला मात्रै राखेको छु मैले। यसको पनि भिडियो कतिचोटि लगाएको छु। अनि यो मेरो यो गमलामा लाउनु पर्ने छ हौ साथीहरू, नभएर यहाँ यसमा बोरामा छ, गमलामा लगाइदिनु पर्ने छ। यस्तै छ साथीहरू। अरू यता यो फुलिरहेछ वाइट कलरको, यो चाहिँ फुलेन हौ साथीहरू हिबिकस। हेर्नु न, यो चाहिँ ढिलो फुल्ने क्या हो, कोपिलाधरि लागेको छैन यसको चाहिँ किन हो। जो फेरि पनि यो मेरो फुल दामी फुलेको छ। अब दिउँसो घामले त झर्छ सबै, लालीपातेको नि अब सिजन जाने। यहाँ कोपिला राखेको रहेछ यता साइडमा चाहिँ, अर्को यहाँ चाहिँ यो यस्तो। तर यो रेड चाहिँ होइन, पिङ्क कलरको हो। यहाँ चाहिँ पिङ्क कलर यो रेड देखिरहेछ कोपिलामा चाहिँ, तर पिङ्क कलर हो साथीहरू।
यस्तो छ। अनि यता यसरी फुलहरू रोप्या छ साथीहरू। कत्रो ठुलो ठुङ्गा हेर्नु न सयपत्री। बास मलाई भिडियो बनाउनु दिँदैन सल्लाह गरेर तिमीहरूले अहिले। अब यो मेरो क्यालम्ची चाहिँ साथीहरू काटेर फ्याँक्नु पर्ने चाहिँ। यो चाहिँ कस्तो मजाले फुलिरहेछ। यो फुल चाहिँ मसँग 2 कलरको छ क्या साथीहरू। यो अनि अर्को यो कलरको। यो फुलको नाम चाहिँ के पो इन्फेक्सन होइन साथीहरू। यिनीहरूले हल्ला गरेर जमाथि मेरो फुल सबै खाइदिनु पर्छ। हल्ला नगर है तिमीहरू। अनि यो सदाबहार साथीहरू फुल्दा त यो पनि कस्तो झप्प कति राम्रो देख्छ नि साथीहरू। यो फुलहरू पनि कति धेरै कलरमा हुन्छ है। हाइब्रिड लोकल त्यस्तै छ है साथीहरू मेरो फुलहरू। यो पनि 2 कलरको छ क्या मसँग साथीहरू। एउटा हल्का यो चाहिँ ब्लू हल्का अनि अर्को चाहिँ कुन कलरको छ भने नि कुन कलरको भने व्हाइट पनि होइन कुन कलरको हो। रोजमेरी अघि पानी हालिदिनु भएको होला पाइपले छ्यारा गरेर सबै सुतेछन्। ऐसा है मेरा फूल दोस्तों मेरा फूल ये भी फूल रहे अभी भी। देखो दोस्तों मेरे घर में ऐसा फूल रहा है। अरे का देखो ना गाइस देखो ना ये मेरा फूल रहा है। सदाबहार फूल है ये वाइट कलर के। ये बिगनिया लोकल बिगनिया साथीहरू। यो चाहिँ यो अर्कै कलरको डार्क कलरको रहेछ। यो के भन्छ सदाबहार के भन्छ यसलाई चाहिँ सदाबहार। यसको त नि साथीहरू यो पत्ता चाहिँ नि यो सुगर कन्ट्रोल गर्छ अरे का यसले चाहिँ। अनि पत्ता टिपेर खायो भने चाहिँ राम्रो हुन्छ अरे भनेर चाहिँ सुनेको साथीहरू। सुनेको होइन अनि साँच्चीकै हो खाएको पनि मलाई थाहा छ नि त त्यही भएर। यता छ अनि यता मेरो पर्पल हार्ट। कोपिला लाग्दो रहेछ। लालुपाते साथीहरू अब त जान आँट्यो सिजन यसको। हंसराज मसँग नि साथीहरू यो
यो मैले कलमी हाँगाबाट मलाई छिमेकी अङ्कलले दिनुभएको थियो नि त पर मेरो छेउको अङ्कलले अनि यो उहाँकोबाट लिएको सरेछ। अनि यो चाहिँ कुन हो? यो पनि त्यही रहेछ कोपिला लागेछ। अनि त्यस पछाडि यो चाहिँ कुन कलर हो साथीहरू है? यो कोपिला छैन, कोपिला लाग्दै रहेछ यहाँ पर है। अनि यो चाहिँ हाम्रै घरमा भएको अघि देखाएँ नि रेड कलरको त्यही हो है, पोली ब्यागमा छ। अनि अर्को कुन छ भने नि यो वाइट कलरको हो। उता तल माइती सासूहरूकोमा जाँदै थिएँ बाटोमा बारीमा रहेछ क्या। अनि हाँगा सानो हाँगा, कत्रो हाँगा सानो यत्रै हाँगा भच्चाएर थियो क्या साथीहरू, सरेछ है। यो वाइट कलरको हो, कोपिला छ। यहाँ हिजो थियो फुल खिच्नु पर्यो भिडियो भनेको झरिहालेछ। अनि यो पनि कोपिला बसिरहेको साथीहरू, कुन कलरको फुल हो थाहा भएन। यो रतो त होइन होला, किनभने यसको पात त ठुलो छ नि त, यसको त मसिनो तिर परेको पत्ता छ, कुन कलर हो थाहा भएन। अनि अर्को छ यहाँ, यो पनि रेडै रहेछ, रेड कलरको। अनि यहाँ छ कोपिला यत्तिकै लागिरहेछ। यो चाहिँ पिङ्क कलरको, सिङ्गलमा पिङ्क कलरको। अब जस्तै म चाहिँ सिङ्गल डबल भनेको कस्तो बुझ्नुहुन्छ साथीहरू? यो यस्तो बुजुक्क फुलेको हुन्छ नि, यसलाई चाहिँ म डबल भन्छु क्या। अनि त्यस पछाडि यस्तो हुन्छ नि, यस्तो टाइपको फुलेको हुन्छ नि, यो चाहिँ सिङ्गल पत्तावाला सिङ्गल फुल भन्छु क्या साथीहरू। अनि यो सिङ्गल हो। अनि यो वाइट कलरको पनि, यो पनि सिङ्गलै हो। अनि अब त्यो रेड भइहाल्यो। अनि यो पिङ्क कलरको चाहिँ यो पनि सिङ्गल फुल्ने सिङ्गल पत्तावालै भनौँ न है साथीहरू। अनि यो चाहिँ मेरो उयो के भन्छ, उयो साथीहरू के कस्तो नाम नआएको, चम्पा चमेली। यो चाहिँ मोगरा ज्यास्मिन फुल हो, यस्तो मिठो बास्ना आउँछ कि साथीहरू है। यहाँ सुँगौँ, आहा सुकिसकेर नि कस्तो मिठो बास्ना आइरहेछ क्या साथीहरू, दामी हुन्छ है। यसको चाहिँ उयो के भन्छ, साथीहरू यहाँ मेरो लाली गुराँस पो छ त। यो चाहिँ लाली गुराँस हो है। चाहिँ फुफू सासूहरू तिनजुरे घुम्नु जानुभएको थियो अरे, अनि मलाई चाहिँ ल्याइदिनु भएको क्या लाली गुराँस। धन्यवाद आन्टी फुफू सासू भन्न चाहन्छु। सर्छ कि सर्दैन है मेरो लाली गुराँस। साँच्चै क्या साथीहरू, नि यो प्लान्टलाई नि चाहिँ बुसी बनाउनु मन छ भने चाहिँ नि यसको यो फुल्नु आँटेको चाहिँ यसरी चिमारिदिनु अरे हो साथीहरू। यो चिमाटो भने चाहिँ नि यहाँ अब यस तलबाट चाहिँ धेरै बुसी भएर आउँछ अरे क्या साथीहरू। त्यही भएर चाहिँ मैले चिमाटिदिएँ। एउटा सिस्टरले चाहिँ भन्नुभएको थियो एउटा भिडियोमा, फेसबुकको मेरो साथीले, त्यही भएर मैले चिमाटिदिएँ है, फुल्न नदिनु अरे क्या यस्तो। अनि त्यहाँबाट चाहिँ बुसी भएर आउँछ अरे भनेर चाहिँ सुने, त्यही भएर मैले चिमाटिदिएँ साथीहरू। तर हजुरलाई चाहिँ थाहा छ कि छैन, मैले यो पत्ताबाट जरा आउँछ कि भनेर पत्ता गाडिदिएको छैन नि साथीहरू। खुल्ला रहेछ बाबा, मोबाइल दिएर आउनु भएको। यो क्या साथीहरू, अघि मैले भनेको थिएँ नि मसँग अर्को कलरमा पनि छ भनेर। यो क्या एउटा चाहिँ कोपिलाहरू टन्न लागिरहेछ। मुनि मुनि कराउँदैछ, भोक लाग्यो होला। साथीहरू हेर्नुहोस् न, यो कति राम्रो फुल हौ, रेड कलरको। देखो दोस्तों, ये फ्लावर का नाम मुझे पता नहीं, ला बात क्या हो
पता नहीं कितना सुंदर है। देखो देखो बाँच्यो क्या हो कस्तो राम्रो हेर्न साथीहरू। सबै यो फुलेर सिद्धिसकेको छ। त कति धेरै कलरमा हुन्छ नि त। हाम्रोमा चाहिँ पहेँलो अनि यो रातो अनि अर्को पहेँलोमा कस्तो मजाले कति धेरै स्टिक लागेको छ भने नि। देखो गाइस ये फ्लावर रेड कलर के है मेरे पास ना ये फ्लावर ना येलो कलर का और ये रेड हो गया और येलो पर टिक टिक होता है ना डस्ट लग वो वाला भी है। इसका नाम मुझे पता नहीं दोस्तों, आप लोगों को पता है तो कमेंट कर दीजिएगा। अनि कि साथीहरू अस्ति नै मैले यो भित्र थियो क्या मेरो के लागेछ हातमा सेतो सेतो सबै त्यो फुलको यो। अनि यो फुल चाहिँ साथीहरू भित्र थियो नि त। अनि बोरामा रोपेको थिएँ अनि हावाले झारेर हो कि के भएर चाहिँ झरेर त्यसको बोरा फुट्यो। अनि मेरो पाल चाहिँ बारीमा ल्याइकन गाडी देखेको थियो क्या साथीहरू सरेर मजाले फुल्दैछ। अनि यो चाहिँ यो यसको नाम पनि थाहा भएन साथीहरू है। यो चाहिँ यो सिङ्गल मेरोमा भएको चाहिँ सिङ्गल रहेछ क्या। यो चाहिँ मैले कहाँबाट लिएको भने नि साथीहरू इटरीदेखि ल्याएको कि जस्तो लाग्छ, दिदीको घरबाट के होइन हौ दिदीहरूकोमा थियो कि मैले कहाँबाट ल्याएँ हो यो। अनि ए होइन उता बहिनीहरूकोबाट लिएको होला हौ। अनि यसको यो चाहिँ क्या डबलवाला पनि हुँदो रहेछ क्या साथीहरू। त्यहाँ बजार अस्ति जाँदाखेरि त्यहाँ बाटोमा यसो हेरेको त यो चाहिँ मेरो अब यो यस्तो फुल छ नि यो फुल यो चाहिँ पत्ता पत्ता यस्तो सिङ्गल पत्ता पत्ता भयो होइन। त्यो चाहिँ गुजुक्क परेको क्या गुराँस जस्तै टाइपको त्यो खालको नि रहेछ यही कलरमा। अनि यसै पत्ताहरू हेर्दा अनि यो चाहिँ वाइटमा पनि हुन्छ जस्तो लाग्यो साथीहरू है। यो वाइटमा नि हुन्छ जस्तो लाग्यो। यो चाहिँ कस्तो दामी फुलिरहेको छ हेर्नु न टरन टरन। के हो यो ल के रहेछ हौ साथीहरू यस्तो दाना पो रहेछ। अब यस्तो कलरको हुँदो रहेछ यसको त के हो यो। ए यो चाहिँ के हो फेरि कस्तो दामी फुल के रहेछ यो त के को फुल रह्यो यस्तो यस्तो दामी हेर्नु न। दामी 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 जक के भयो गर्नु भयो हो हादेउ ज्याक हादेउ गुड गर्मी भयो हो। पानी खान्छ हो पानी छ त हात चाहिँ दिइहाल्छ क्या। ओइ चाट्ने काम नगरे मलाई रिस उठ्छ। पैया गरौँ पैया गर्नु भयो नुहाउने हो मुनु गर्ने। पापालाई भन्छु ल मुनु गरिदिनुहुन्छ पापाले। ओके ज्याक ओइ अबाई बाई बाई भुक्छस्। यहाँभित्र अस्ति मैले रोज गाडेको थिएँ साथीहरू सरिरहेको रहेछ हेर्नुहोस्। रेड कलरको रोज हो यो। मैले अस्ति यसमा के भन्छ त्यो योमा त्यसको पानीमा डुबाएर रोपेको थिएँ साथीहरू। त्यो त सरेन है पत्ता चाहिँ कस्तो मजा लागेको थियो। यहाँ भुइँमा सारेको चाहिँ सरेको रहेछ। अनि त्यो कोकोपिटमा गाडिदिएको थियो त्यो त मरो साथीहरू। म भिडियो बनाउँछु भनेको थिएँ बनाइन फ्याँक्दै साथीहरू। खोलिदिनु ढोका। बारीमा भिडियो गर्नु गएको थिएँ मलाई कसले चाबी ल्याइदिनु भयो साथीहरू। खोलिदिनु न ओपन द डोर मलाई कसले चाबी ल्याइदिनु भयो।
So guys, thank you so much watching my video. अनि नयाँ साथीहरूले मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला अनि नि बेल आइकन पनि थिचिदिनुहोस्. ओके, बाइ बाइ गाइज.